यो हामी राँकीसम्मको यात्रा गरिरहेका छौँ। अगाडि चाहिँ शुक्रबारेबाट हामीले एउटा भ्लग बनाउने निर्णय गऱ्यौँ र मिना दाजु क्यामेरामा हुनुहुन्छ, म चाहिँ गाडी कुदाइरहेको छु। यो अहिले शुक्रबारे बजारको बाटो हामी सितली हुँदै राँकेसम्म जान्छौँ। हाम्रो यात्रा चाहिँ राँकेसम्मको हो। अगाडिका दृश्यहरू अगाडि हेर्दै जाउँ। शुक्रबारे बजार पनि एकदमै राम्रो बाक्लो बस्ती भएको, कालोपत्रे बाटो भएको, यतापट्टि फुटबल ग्राउन्ड पनि रहेछ। यहाँ भएका गाउँका बच्चाहरूलाई पनि फुटबल खेल्नलाई एकदमै आनन्द हुने ठाउँ रहेछ। यो शुक्रबारेको यो बजार एकदमै बाक्लो रहेछ। धेरै नै कालोपत्रे भएको, पक्का घरहरू भएको घरहरू पनि रहेछ। एकदम आनन्दको बाटो छ। अगाडिका दृश्यहरू हेर्दै जाउँ। अगाडिका यी बाक्ला बस्तीहरू देख्दाखेरि पनि आनन्द हुने जे होस्, आनन्दको ठाउँ रहेछ। बाटो पनि व्यस्त नै रहेछ। पहाडी भेगको बाटो एकदमै राम्रो आनन्दको यात्रा गर्दैछौँ हामी दुई भाइ। बाटो पनि अस्तव्यस्त नै रहेछ। सबैजना बाटोमा हिँड्दै हुनुहुन्थ्यो। उहाँहरूले पनि हामीलाई नै हेरिरहनु भएको थियो। डाँडा काँडा बाटो, एकदम डाँडा काँडाको दृश्य हेर्दै हेर्दै कालोपत्रेको बाटो, हामी सितलीको बाटो हुँदै हामी राँकेसम्म जाँदै। अगाडिका डाँडा काँडाहरू हेर्दै जाँदाखेरि एकदम हरियाली ठाउँ, एकदमै राम्रो लाग्नेछ। सबैजना यो बाटो एकचोटि अवश्य पनि भिजिट गर्नु होला भन्न चाहन्छु। हेर्नु त हरियाली कति आनन्दको छ। चैतको खडेरीमा यो हरियाली हेर्दै जान पाउँदा त स्वर्गै झल्लरी मल्लरी भने जस्तै नै हुने गरेको बाटो रहेछ। हेर्नुहोस्, अगाडिका दृश्यहरू हेर्दै जाउँ। बाटो चाहिँ एकदम राम्रो खालको बनाएको रहेछ। यो सितलीको बाटो राँके जानलाई एकदम सजिलो, छोटो दूरीको बाटो, छिटै पुगिन्छ। साना साना पहाडका गोलाइहरू हेर्दै जाँदाखेरिको आनन्दै बेग्लै हुने। गाडीमा पनि पहाडतिर वस्तुहरू लाँदै रहेछन्। सायद वस्तुपालनकै लागि लगेको हुनुपर्छ लाग्छ जहाँसम्म। तर बाटो हेर्दा नि बाटो एकदमै आनन्दको लाग्यो। बाटो मदन भण्डारीको बाटो हिँडे जस्तै नै फिल भइरहेको थियो। यतापट्टिको यो अग्ला माटाका ढिस्काहरूमा चियाको बगानहरू, पहाडको दृश्य नै अलग छ। हेर्नुहोस्, यो चिया बगान एकदम राम्रो। अब यहाँबाट हामी अगाडि सबै चिया बगान छ। कन्यामको चिया बगान जस्तै लाग्यो हामीलाई चाहिँ हेर्दाखेरि। एकदम राम्रो छ दृश्य। सबैजनाले हेर्नु यो चिया बगान। दुईपट्टि चिया बगान, बिचमा कालोपत्रे, यो राँके जाने रोड एकदम राम्रो। हेर्नु न, जमरा जस्तै पहेँलो देखिएको छ। कति राम्रो देखिएको छ दृश्य। अगाडिका दृश्यहरू हेर्दै जाउँ। अझै यस्तै राम्रा दृश्यहरू हेर्दै गर्नु होला। पहाडी भेगको बाटो, चिया बगान, बिचमा कालोपत्रे, दुईपट्टि नै चिया बगानको बाटो हिँड्दाखेरिको आनन्द नै छुट्टै हुँदो रहेछ। हाम्रो यो पहाडी भेगको यो पहिलो यात्रा हो, बाइकको यात्रा। उता ताप्लेजुङ पाँचथरबाट पनि गाडीहरू आवत जावत जोस् बाक्लै हुँदो रहेछ। राम्रो बाटो यो हेर्दै जाँदाखेरि। अनि हाम्रो पछाडि बस्ने विनोद दाजुले पनि भन्नुभयो, होइन हौ यहाँनिर त सबै फोटोसोटो खिच्दा रहेछन्, हामी पनि अगाडि पुगेर चाहिँ यसो फोटोसोटो खिच्नुपर्छ है केटो भन्नुभयो। अनि हुन्छ नि त, एकछिन चिया बगानको दृश्य सबैजना हाम्रो भ्युवरहरूलाई देखाउँ, दर्शकहरूलाई देखाउँ। अनि त्यस पछाडि हामी पनि यसो एउटा फोटो खिचौँ न त भन्ने कुरा गरियो। अनि कुरा गरेर यसो यो भिडियोहरू बनाउँदै गयौँ। अनि अलिकति अगाडि पुगेर हामी पनि फोटोसोटो खिच्नुपर्छ भन्यो। यसो भिडियो पनि बनाउनुपर्छ, केही मनमा लागेका कुराहरू पनि भन्नुपर्छ भन्दै यहाँनिर अगाडि पुगे पछाडि हामी ठ्याक्क बाइक रोकेर दाजुभाइले अनि भिडियो बनाउँछौँ। अब यहाँ हामी चाहिँ सुखानीको बाटो राँके जाँदैछौँ। साह्रो दामी ठाउँ रहेछ।
सेफ्टीबाट अगाडि चाहिँ हामी चक्क जाँदै थियौँ। दामी 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 ठाउँ, एकदम दामी आकाश ठाउँ रहेछ, बडो रमाइलो। के बोल्यो बोल्यो। हामी फेरि त्यहाँबाट अगाडि बढ्यौँ। पहाडी भेगको बाटो एकदम आनन्दको यात्रा गर्दै दाजुभाइ, कालोपत्रे बाटो, खाली रोड मजाले हामी हिँडिरहेको छौँ। यो पहाडको सायद पारिपट्टिको डाँडामा राखे पुगिन्छ भन्ने आशयले हामी हिँडेका हौँ। यो पुल पनि रहेछ अगाडि, अगाडिका दृश्यहरू हेर्दै गरौँ। अगाडिका श्रृङ्खलाहरू हेर्दै जाँदाखेरि, पहाडहरू हेर्दै जाँदाखेरि कति छिटो हिँडियो भन्ने पनि महसुस भयो। एकछिन नि मैले देखाएँ अनि यो बाटोबाट हामी अगाडि बढ्यौँ। अब हामी राँके जाँदैछौँ। बाटो एकदम मस्त, गाडीहरू पनि नआएको खुल्ला बाटोमा आनन्द
भिडियो